धेरैजनाको गुनासो के आइरहेछ भने दाइ मैले एउटा आइफोन लिएको पुरानो आइफोनबाट नयाँ आइफोनमा डाटा कसरी कपी गर्ने या नयाँ आइफोनबाट चाहिँ पुरानो फोनमा डाटा कपी कसरी गर्ने त्यो पनि आइफोनमा है त। यो आजको भिडियो चाहिँ त्यसैको लागि स्पेसल बनाएको छु। कृपया यो भिडियो स्किप नगरी हेर्नु होला र हामीलाई फलो गर्नुभएको छैन भने कृपया फलो गर्नु होला। हाम्रो युट्युबमा गएर पनि फलो गर्नु होला। हामीले जानकारीमूलक भिडियोहरू बनाइरहेको हुनेछौँ है त। त्यसको लागि यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नुहोस्। र तपाईहरुलाई मैले यो डाटा कपी गर्ने प्रोसेस अगाडि देखाउँदैछु। मेरो हातमा एउटा 14 प्रो छ भने यतापट्टि 12 प्रो म्याक्स छ। मैले 14 प्रो को डाटाहरू सबै 12 प्रो म्याक्समा हाल्नेछु, जसमा यसमा कल गरेको कल डिटेलसम्म आउनेछ है त। र यो चाहिँ मैले अगाडि बढाउँदैछु। यसमा चाहिँ तपाईहरुले के हुन्छ भन्दा ब्लुटुथ र हटस्पट चाहिँ खुला राखिदिनु होला। अनि यस्तो देखाइदिन्छ मेरो एप्पल आइडी हान्न मन छ। अनि म यसको एक्सेस दिदिन्छु। आइसकेपछि त्यसपछि यहाँनेरि एक्सेस माग्दिन्छ। म एक्सेस गर्दैछु। यहाँनेरि मेरो स्क्रिन लक माग्दिन्छ। यहाँनेरि चाहिँ मेरो एप्पल आइडीको देखाउँछ। अनि यहाँनेरि चाहिँ स्क्रिन लक माग्दिन्छ। जब मैले यो हान्छु अब मेरो यहाँ स्क्रिन लक देखाइरहेछ है त। म स्क्रिन लकको एक्सेस दिइसकेको छु। मेरो मोबाइल अगाडि बढ्दैछ है त। यसको डाटाहरू सबै कल डिटेल म्यासेजदेखि लिएर सबै कुराहरू यसमा ट्रान्सफर हुन्छ। इभन एउटा फोटासम्म तपाईको डिलिट हुँदैन। हिडनमा राखेको हिडन नै हुन्छ। तपाईको सबै कुराहरू चाहिँ सेम हुन्छ है त। यदि तपाईहरुले इसिम चलाउँदै हुनुहुन्छ भने यहाँनेरबाट तपाईले स्क्यान क्युआर कोड गरेर इसिम चलाउन सक्नुहुन्छ। यसलाई म सेटअप लेटर गरिदिन्छु। त्यसपछि यहाँनेर मेरो एक्सेस मागिरा हुन्छ। अब यहाँनेरि मैले फेस आइडी राख्नुपर्ने हुन्छ। म फेस आइडी राख्दैछु। मेरो स्क्रिन लक र फेस आइडी त्यही पुरानै फोनको हुने भयो है त। यो प्रोसेस कम्प्लिट भएपछि मैले यहाँनेरि यसरी छोडिदिन्छु है त। गरिसकेपछि हाम्रो फोनमा चाहिँ डाटा कपी गर्ने प्रोसेस चाहिँ अगाडि बढ्छ। त्यतिन्जेल हामीले फोनलाई चाहिँ ओनमै राखिरहनु पर्छ। ख्याल गर्नुहोस् तपाईको मोबाइलमा चार्ज हुनु जरुरी छ। दुवै फोनमा चार्ज हुनु जरुरी छ। जसरी मेरो यसमा 73% छ भने यसमा अराउन्ड 40% जति चार्ज छ है त। यो मैले मेलको एक्सेस दिन्छु। यहाँ मेरो डाटाहरू कपी हुँदैछ। यहाँनेरि चाहिँ कन्टिन्यू गर्नुपर्ने हुन्छ। सेयर माई लोकेसन पनि म अफ गरिदिन्छु। गर्दैछु। यहाँनेरि ओके गर्नुपर्ने हुन्छ। र यहाँ मेरो कति टाइम लाग्छ भनेर यहाँनेरि देखाउँछ। तर यो टाइमभन्दा धेरैजसो नेटको स्पिड अनुसार हुन्छ। यो टाइमभन्दा कम टाइममै हाम्रो डाटाहरू चाहिँ कपी हुन्छ है त। र तपाईँ देख्न सक्नुहुन्छ यो 14 प्रोको डाटा चाहिँ कम्प्लिट भइसकेको छ। र तपाईहरु यहाँ देख्न सक्नुहुन्छ मेरो सम्पूर्ण कल डिटेल सहित मेरो मोबाइलमा डाटाहरू आइसकेको छ। मेरो फोटो सबै चिजहरू चाहिँ मेरो मोबाइलमा कपी भइसकेको छ है त। र तपाईहरु पनि यसरी नै आफ्नो डाटाहरू कपी गर्न सक्नुहुन्छ। इभन मेरो म्यासेजहरू, मेरो फोन नम्बरहरू सबै कुराहरू यसरी चाहिँ एउटा मोबाइलबाट अर्को मोबाइलमा सजिलैसँग सार्न सकिन्छ। भिडियोको हेर्नुभएकोमा पुरै हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।